नमस्ते मामा नमस्ते माइजू नमस्ते 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 हुन्छ माइजू दसैँ पनि आयो है माइजू कम्ता आउनु मन थिएन मलाई त मायामा माइजूलाई भेट नि भानिस के गर्नु अब छैन आउने बाटो छैन अरूको घर जाँदा खाली हात जानु भएको छैन भानिस एकछिन बस्दै गर्नु ल आउनु त आए नि थाम त्यसको झोलामा यत्रो बोकेर छ्या बनाइदिइहाल त्यसलाई पर्खिरहेको म त बनाउँदिनँ मामा यहाँ टोइलेट कहाँ छ वासरुम जानु पर्यो यताबाट जानु भानिस यताबाट ए हुन्छ माइजू यो ट्रली नि हुँदै गरोस् ल म आइहाल्छु भानिस गयो भएर जुन त उयो बेग अलिक गरम गरौँ यसले कराकोरी नै ल्याएछ अरू बेला ल्याउँदैन कि दसैँ भनेर ल्याएको हेर्नु त मैले छाने हौ भरे भैँसीको सिकुटीसम्म दामी हुन्छ दामी आउनु आउनु भानिस आउनु आउनु भित्र आउनु भानिसलाई चिया बनाइदेऊ लु चिया बनाइदिइहाल भानिस केटालाई ल ल ल म बनाइदिन्छु औ मासु त्यो तल भनेछ 5 केजी लिएर आइहाल्नु ल होइन होइन मामा म चिया खाँदिनँ पुरा ग्यास्ट्रिक हुन्छ चियाले कि म त होइन पानी लिएर आएको छु उतैबाट पानी खाँदै आएको नि हेर्नु नि पानी कता खाँदैन एक झोला पानी लिएर आएको छु यो बेगमा बोतल भनेको यो पानीको बोतल मात्रै छ है मामा मैले केही ल्याउनु पाइनँ है उसकै पानीको बोतल पो बोकेर आएछ अहिले यो भानिस अलिक खेल्छु म अहिले उसकै पानीको बोतल पो बोकेर आएछ अहिले यो भानिस अलिक खेल्छु म अहिले